नमस्कार दर्शकवृन्दहरू, मेरो हरेक भिडियोलाई तपाईहरुले वाच गरिदिनु होला भन्न चाहन्छु। यहाँ मल निकाल्न आँटिरहेको छ, त्यही भएर यहाँ गाउँघरमा भनेको कामहरु यस्तै भइबस्छ के। हेर्दै गर्नु होला, यहाँ मल उयोकै छैन त मल त। यस्तो छ मल गाइस, यही हैन? त्यही हो मल चाहिँ। आज धेरै काम छ यहाँ, सुँगुर खोर बनाएर सुँगुर यत्रो छ, यत्रो होला लाउनु पनि। अर्कै खोर बनाएर हैन त, काटेर फेरि गर्ने कि यतिकै गरेर कन्टिन्यू कति मिनेट? 2 सेकेन्ड 2 मिनेट भइसक्यो। 4वटा सुँगुरले मल बनाएको, धेरै पनि राखेन, 1 महिना जति होला। के गर्ने अरे? बाबु चाहिँ काम गरेको हो कि कराउँदै बसेको हो कि? सुँगुर लाउने बेला झार थिएन भने यही हाल्दिने? माथि चारो खाएको चिनेन क्या, त्यसले नै खाएको कि अर्कोले खाएको कि चिन्दैन। गाइस हेर्नुस्, यहाँ पेट चाहिँ खोक्राउन ए मल यति भइसकेछ। साह्रो छ, गाह्रो छ काम गर्नुलाई। किल्लेर चाहिँ आउनु पर्यो है सेट। धमिलो कालो देख्यो भने के कसो हो, त्यहाँ मैले गरेको जस्तो गरेर त्यस्तै छ त, त्यतिकै छ। चलाएकै छैन मल पनि टन्नै रहेछ। मल। हेर्नुहोस् न, यहाँ ठिका राखिदेऊ न यहीमा भो। कस्तो आउँदैछ, भरे थर्काउने त होला फेरि। थर्काउने मात्रै पनि फेरि राम्रो भएन होइन गाइस, यस्तो गर्नु त अलिक गाह्रो हुँदो रहेछ। मल यति निकालिसकेको छु, यता सक्नु आँट्यो। अब 7 टन्नै छ जस्तो छ मल चाहिँ, हुनु चाहिँ। हो तेरी हो। गाह्रो छ, 4वटा सुँगुरले किचाएको। सुँगुर
भर्खरै खाने मै हो तै पनि मल चाहिँ हेर्नुहोस् यति धेरै बनाइसक्नु भएको छ। यहाँ मुनिदेखिको यहाँ माथिसम्म चुल्ली छ। यहाँ खोर पनि त अब सकाउइसक्नुभयो नि मल निकालेर। मल थियो अहिले एउटै बेगर मलै छैन। हेर्नुहोस् यो खोर त मिलेको थिएन है क्या हरेक गर्नुपर्छ अगाडि पछाडि हुन्छ मल। मल कति धेरै हो न बोल न। फाइनल्ली गाइज अब चाहिँ सकियो यहाँनिर। अब फेरि अर्को सोतारहरू यो सोतारहरू हालेर फेरि यहाँनिर अर्को सुँगुरलाई तयार बनाउनु पर्ने छ। अहिले त्यो सुँगुर चाहिँ यत्रो छ सार्नु पर्ने छ। के कस्तो हुन्छ गाइज हेर्दै गर्नु है भिडियो चाहिँ। म अब यता लागे तिमीहरू चिलाएको अरे क्या यिनीहरूलाई। झार झार यहाँ देखिँदा फेरि मकैबारीभित्र केही नदेखिँदो रहेछ। फेरि त्यहाँ थिच्ने होइन मकैले छेल्दो रहेछ भनेको। पुरा मकैले नै यो सेनामेनहरू हेर्नुहोस् न। यहाँ झाडु खाल्ने मान्छेहरू त यी मकैभित्र हराइ जाँदो रहेछ। मकै पनि अलिक बाकुलो छ त्यही भएको कारणले होला। सुँगुरको उयो गर्नुलाई मात्रै लगाएको थिएँ पन्जा सुँगुरको मल पान्नुलाई। अब त घाँस काट्नु परिरहेको छ आमालाई है। यसरी काट्नुपर्छ घाँस। सामालाई घाँस काटेको यतापट्टि आएर कस्तो मस्तको हुन्छ ल। हेर्नुहोस् न गाई चाहिँ यहाँ अब फर्स्ट टाइम हो कि भिडियो बनाएको। मलाई अब आउँदैन यता उता कता जानुपर्ने हो त्यो पनि थाहा छैन। ल गाई यसरी काट्नुपर्छ। मन मात्रै हेरेर भयो। यहाँ हाम्रो चाहिँ अनि पछि पनि उखालाई म अहिले आउँदा कति बनाएछु। यो चाहिँ झन्नै काट्यो। त्यो हो प्रेसर हो त्यो नकाट्नु। यता आइसक्नु भइसक्यो। यसो पनि गर्नुपर्छ कहिलेकाहीँ। यो चाहिँ नयाँ स्टाइलको हो यस्तो। अब म यहाँ आएँ कट्टु सुर्केर
घाँस काटे डेन्जर छ है यहाँ हेर्नु सक्नुहुन्छ सोल्टीको यहाँ सोल्टीकै हो यसो पनि गर्नुपर्छ अरे यहाँ हरेक सिकाउँछ यो चाहिँ हाम्रो कृषि दाजुभाइ दिदीबहिनीले हेर्नै पर्ने कुराहरू यो चाहिँ म चाहिँ अब यस्तो मात्रै हो कमाइ दमाई छैन हजुर काटो बस्यो छैन अरे छट भन्नु मिल्दैन यो मकै पनि भाँचिदिन्छु त्यो कस्तो भाँच्ने हो मकैको सबसे अल्गो चाहिँ मकै हेर्नुहोस् न यहाँ यो मकै चाहिँ भाँचिदिनु भन्नुहुन्छ योभन्दा टप अरू मकै नै छैन भित्तातिर मात्रै खोज्नुहुन्छ उहाँ चाहिँ खालि घाँस काट्नु मुनितिर चाहिँ उखाल्ने भन्नुहुन्छ त्यही भएर भित्ता काटेको होला मेरो घाँस कटाइ चाहिँ यस्तो चाहिँ होइन हुनु चाहिँ होइन यो चाहिँ छिटो मिठो अब रात पर्नु आँटेको छ त्यही भएर चाहिँ अलिक टाढो गएर यहाँ अलिकति नुहाइधुवाइ गरेर टक्कसँगले टोक्छ कि क्या मलाई मेरो साथै गयो यहाँ चाहिँ चिल्ने खालको कमिला रहेछ अब यहाँ नकाट्ने म त सर्प रहेछ भनेर साथै गयो टक्क यहाँनिर अलिअलि मेरो कटाइ नै फेरि खतम छ अघि कस्तो थियो होइन माइक जोडेको थिइनँ अब अहिले चाहिँ फेरि माइकमा बोलिरहेको छ फेरि टाढोको क्याप्चर कतिको हुन्छ यहाँ यसरी यहाँ अब त पुग्छ होला सुँगुरलाई बा कराउने हो कि साथी बस्ने बानी भइसक्यो कराओस् चरोस् अब आज चाहिँ यति नै हो यताबाट जानुपर्छ यहाँ हालेर त्यहाँ कमिला चिल्ने छ यता म जान्छु मेरो यहाँ पन्जा लिएर आएको उहाँ तलभित्र कति तिम्रो फाइनली सुत्ने ठाउँतिर अहिले खुवाउनु पर्छ सुत्ने ठाउँतिर राखिदेऊ न हिलो हुन्छ भरै ऊ त मुनि पसेर सुत्नु खोज्छ उस्तो मुनि पस्छ सुँगुर ल्याउने तर्फतिर कि सुँगुर पनि अब ल्याउनु पर्ने माथि दिदीलाई भन्नुपर्छ फाइनली केही हाम्रो काम सकिसकेको छ सकिसकेको छ भन्दा नि मैले होइन उहाँले सकिसक्नु भएको छ यस्तो छ यस्तो
त्यो भुइँको देख्दैनौ? उहाँहरूले चाहिँ पाठा छिर्छ भनेर बारी राख्नु भएको छ। बाँधेर मात्रै हुन्छ, अब यो सानो पाठा छ कि हाम्रो सँगसँगै आएको मकै तल हेर्नु त बाबा। तल उता उता हौ तल उँधो कोकरोसँग फोकस गर्नु गाह्रो परिरहेछ। सुँगुर चाहिँ यस्तो छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्दै अहिलेलाई यो भिडियोबाट छुट्न चाहन्छु। हस्त नमस्कार, बाई बाई।